नमस्कार अनि स्वागत छ मनोथनमा। ल अब सुरु गरौँ है त। बुद्धिमानीको रहस्य, आफूलाई होइन अरूलाई महान देखाउने कला। यो नियमको मतलब हो तपाईको मालिक, गुरु वा तपाईभन्दा माथिल्लो व्यक्तिभन्दा आफूलाई कहिल्यै बढी ठुलो, बुद्धिमान वा महत्त्वपूर्ण नदेखाउनुहोस्। यदि तपाईँ धेरै चम्किनु भयो भने उनीहरूले तपाईलाई खतरा ठान्न सक्छन्। त्यसैले आफूले राम्रो काम गरे पनि त्यसलाई विनम्र ढङ्गले देखाउनुहोस् र सधैँ उनीहरूको सम्मान गर्नुहोस्। लियोनार्डो दा विन्चीको कथा सुन्नुहोस् र आफूलाई पनि बुद्धिमानी बनाउनुहोस्। लियोनार्डो दा विन्ची धेरै वर्षअघि युरोपको इटाली देशमा जन्मिएका थिए। उनी चित्र बनाउन, मूर्तिकला गर्न, नयाँ मेसिन डिजाइन गर्न र विज्ञान बुझ्नमा माहिर थिए। उनको समयमा लुडोभिको स्फोर्जा भन्ने शक्तिशाली शासक ड्युक मिलान सहरमा शासन गर्थे। लुडोभिको ड्युक धनवान, सम्मानित र कला संस्कृति प्रेमी व्यक्ति थिए, तर साथसाथै आफ्नो इज्जत र प्रतिष्ठाप्रति धेरै संवेदनशील थिए। जब लियोनार्डो मिलान पुगे, उनले ड्युकसँग दरबारमा काम गर्ने इच्छा प्रकट गरे, तर उनले आफ्नो चिठीमा सिधै म महान कलाकार हुँ भनेर नलेखेर ड्युकलाई प्रभावित पार्ने तरिकाले लेखे। म तपाईका लागि यस्तो पुल, मेसिन र हतियार बनाउन सक्छु जसले युद्धमा तपाईको विजय सुनिश्चित गर्छ। यसरी उनले आफूलाई ड्युकका सहायक र उपयोगी व्यक्ति जस्तो देखाए। पछि उनले ड्युकका लागि सुन्दर चित्र, भित्ताचित्र र मेसिन डिजाइन गरे। सबै काममा उनले ड्युकको विचार र रुचिलाई प्राथमिकता दिए। कहिल्यै आफ्नो प्रतिभालाई ड्युकभन्दा माथि देखाएनन्। ड्युक लियोनार्डोका कामले खुसी भए, किनभने लियोनार्डोले सधैँ यस्तो महसुस गराउँथे कि यो सबै तपाईको विचारले सम्भव भयो, म त केवल सहयोगी हुँ। यसले ड्युकलाई गर्वित बनायो, ईर्ष्यालु होइन। नतिजा स्वरूप लियोनार्डोले ड्युकको विश्वास, सहयोग र संरक्षण पाए। उनी वर्षौंसम्म दरबारमा सम्मानपूर्वक काम गर्न सके। यो कथाको सन्देश के हो भने लियोनार्डोले देखाए कि कहिलेकाहीँ सफल हुनको लागि आफ्नो बुद्धि लुकाउनु पर्ने हुन्छ। जब तपाईँ आफ्नो वरिष्ठलाई बुद्धिमान र सम्मानित महसुस गराउनुहुन्छ, उनीहरूले तपाईँलाई खतरा होइन, सहयोगीको रूपमा हेर्छन्। यसरी तपाईँले दीर्घकालीन सम्बन्ध, विश्वास र सफलता दुवै पाउनुहुन्छ। मानौँ तपाईँ एउटा ठुलो अफिसमा काम गर्नुहुन्छ र तपाईँको म्यानेजर छन्। एउटा महत्त्वपूर्ण ग्राहकसँग कुरा गर्दा तपाईँले धेरै राम्रोसँग व्याख्या गर्नुभयो र ग्राहकलाई खुसी पनि बनाउनुभयो। ग्राहकले तपाईँलाई प्रशंसा गरे। गलत तरिका, केही नगर्ने। ग्राहकको अगाडि नै आफ्नो प्रशंसा सुनेर साहुको अनुहारमा हेर्ने र भन्ने, हो, मैले नै सबै समस्याको समाधान गरिदिएँ। यसले साहुको इज्जतमा ठेस पुग्छ र उहाँले तपाईँका लागि बाधा ल्याउन सक्नुहुन्छ। सही तरिका, के गर्ने? ग्राहकले प्रशंसा गरेपछि तपाईँले भन्नुहोस्, धन्यवाद, तर मैले त म्यानेजरले देखाउनु भएको बाटोमा मात्र हिँडेको हुँ। उहाँको अनुभव र निर्देशन बिना यो सम्भव थिएन। यो त सबै उहाँको नै राम्रो नेतृत्वको फल हो। यसको फाइदा, तपाईको म्यानेजरले तपाईँमा विश्वास बढाउनुहुनेछ। उहाँले तपाईँलाई आफ्नो पोजिसनको लागि खतरा होइन, बलियो सहाराको रूपमा हेर्नुहुनेछ। यसले तपाईँलाई अफिसभित्र सुरक्षित, पदोन्नति र जिम्मेवारी पाउने राम्रो मौका दिन्छ। अर्को उदाहरण हेरौँ। पारिवारिक व्यवसाय वा सामूहिक काम। मानौँ तपाईको परिवारले एउटा व्यवसाय चलाउँछ र तपाईँ तहाँ काम गर्नुहुन्छ। तपाईका बुवा वा ठुला दाइ परिवारका मुखिया र व्यवसायका मालिक हुनुहुन्छ। तपाईले व्यवसायको लागि एउटा नयाँ विज्ञापन अभियान र सोशल मिडिया रणनीति बनाउनुभयो, जसले धेरै राम्रो काम गर्यो र नयाँ ग्राहकहरू ल्यायो। आमन्त्रितहरूले तपाईको रचनात्मकताको प्रशंसा गरे। गलत तरिका, के नगर्ने? सबैको अगाडि फुर्किने र भन्ने, मैले नै यो नयाँ योजना बनाएर व्यवसायलाई बढाएँ, म बिना यो सबै सम्भव थिएन। यसले परिवारका ठुलाहरूको इज्जतमा ठेस लगाउँछ र तपाईलाई घमण्डी र अहङ्कारीको रूपमा हेर्न सक्छन्। सही तरिका, के गर्ने? जब कोही प्रशंसा गर्छ, तपाईले भन्नुहोस्,
धन्यवाद। बुवाको वा दाइको दिगो दृष्टि र उहाँको व्यवसायको अनुभव बिना मैले यो रणनीति बनाउन सकेनथेँ। मैले त उहाँले राख्नुभएको नै बुनियादमा काम गरेको मात्रै हुँ। यसको सबै श्रेय हाम्रो परिवारको साझा प्रयासलाई जान्छ। यसको फाइदा: विश्वास र समर्थन। तपाईका बुवा वा ठुला दाइले तपाईमा गर्व गर्नुहुनेछ र भविष्यमा तपाईलाई थप जिम्मेवारी दिन अझ इच्छुक हुनुहुनेछ। पारिवारिक सद्भाव। यसले पारिवारिक एकतालाई कायम लाग्छ र तपाईलाई स्वार्थी नभएको देखाउँछ। दीर्घकालीन लाभ। तपाईले बलियो सहाराको रूपमा आफ्नो स्थिति मजबुत बनाउनुहुन्छ, जसले गर्दा व्यवसायको नेतृत्वमा तपाईको भविष्य सुरक्षित हुन्छ। उनीहरू तपाईलाई आफ्नो उत्तराधिकारीको रूपमा हेर्न थाल्न सक्छन्। यो दोस्रो उदाहरणले देखाउँछ कि कसरी यो नियम केवल कार्यालयमा मात्र होइन, तर परिवार जस्तो नजिकको सम्बन्धमा पनि समान रूपमा लागू हुन्छ र तपाईलाई दीर्घकालीन सुरक्षा र सम्मान दिलाउँछ।